अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की विरुद्ध अदालतको अपहेलना मुद्दा परेको छ। अधिवक्ता प्रेमराज सिलवालले राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लङ्घन गरेको भन्दै कार्की विरुद्ध अवहेलना निवेदन दर्ता गरेका हुन्। राजदूत फिर्ताको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री कार्कीले पुनः राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन गरेको पत्राचारले अदालतको आदेशलाई ठाडो चुनौती दिएको दाबी रिट निवेदनमा छ। जेएनजी आन्दोलनको बलमा गठित सरकारले 30 असोजमा अघिल्लो सरकारको पालामा नियुक्ति गरेका 11 देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्धको रिटमा कार्तिक 16 गते सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्ग सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी दिएको थियो। आदेशको भोलिपल्टै प्रधानमन्त्रीकै मातहतमा रहेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन भन्दै पुनः पत्राचार समेत गरेको थियो। कार्की पूर्व प्रधान न्यायाधीश समेत हुन्।